र यो सबै मैले जुन फेसमा लगाइरहेको छु यो सेरम 1 by 1 यसरी हाल्नु भएर मसाज गरेर स्किनको पोरको भित्रसम्म डिपली जाने गरी मजाले लगाइदिनुहुन्छ। र यो कोरियन स्किन क्लिनिकको स्पेशल अमेजिङ फेसियल चाहिँ तपाईले मन्थली 2 देखि 3 चोटि गर्नुभयो भने एकदमै राम्रो। र यहाँ अरू सलोनहरु जस्तो फेसियल भनेर एउटा मात्रै फेसियल हुँदैन, तपाईको स्किन टाइप हेरेर यहाँ फेसियल गर्दिनुहुन्छ उहाँहरुले। र मेरो चाहिँ कम्बिनेसन स्किन हो। मेरो चाहिँ युजुअली टी जोन जुन कि मेरो नाक अनि मुखको भाग चाहिँ एकदमै ओइली छ र बाँकी चाहिँ एकदमै सेन्सिटिभ छ। अनि कम्बिनेसन स्किन भएको हुनाले चाहिँ मलाई चाहिँ आज मेरो स्किन टाइपलाई सुट हुने सेरमहरु लाएर मेरो स्किन टाइपलाई सुट हुने फेसियल गरिरहेको छु। र त्यसैगरी तपाईको स्किनमा एक्नेको प्रब्लम छ भने, पिगमेन्टेसनको प्रब्लम छ भने, यदि तपाईको स्किन एकदमै ओइली छ भने त्यही अनुसारले उहाँहरुले फेसियल गर्दिनुहुन्छ तपाईलाई। र तपाईले डिफरेन्स चाहिँ यहाँ रेगुलर आएर फेसियल गर्नुभयो भने तपाईले पक्कै पनि डिफरेन्स चाहिँ देख्ने भएको छ। र यहाँको मेन ओनर एसोसिएसन दिदी पाबी दिदीले पनि भन्नुहुन्छ यहाँ जो पनि आउनु भएको छ एकदमै स्याटिस्फाइड भएर जानु भएको छ, बिकज तपाईको स्किनलाई एकदमै राम्ररी नै केयर गरिदिनुहुन्छ। त्यसैगरी तपाईको स्किनलाई सुहाउने प्रोडक्ट्स पनि उहाँहरूले नै रेकमेन्ड गरिदिनुहुन्छ। र मैले चाहिँ यहाँ कोरियन स्किन क्लिनिकको